लगायत यो ठाउँ चाहिँ एकदम रमाइलो र रमणीय छ। हजुर पनि जानुहोस्, यो ठाउँमा घुमघाम गर्नुहोस्। यो ठाउँ एकदम रमाइलो, एकदम राम्रो अनि एकदम रमाइलो ठाउँ छ। यो ठाउँको नाम चाहिँ पोखरा हो। पोखरा एकदम रमाइलो छ। मानस सरोवर ताल हो। यसमा माछा सबै चिज पाइन्छ। एकदम यो दृश्य एकदम मजाले हेर्नुहोस् त एकछिन। हामी स्कुलबाट सरहरूसँग आएका हौँ। एकदम यो ठाउँमा रमाइलो थियो। एकदम रमाइलो फनी भइरहेको थियो। एकदम मजा आइरहेको छ। हजुर पनि जान सक्नुहुन्छ। एक फेरि यो भिडियो हेर्न सक्नुहुन्छ। तपाईँ गएर टक्क राम्रोसँग हेर्नुहोस् होला। हामीले हाम्रो साथीहरूसँग धेरै फन रमाइलो गरेका थियौँ। हामी 7-8 दिने टुर गएका हौँ। त्यो ठाउँ एकदम रमाइलो छ। हामी यसमा मात्र होइन, अरू ठाउँमा पनि गएका छौँ। म तपाईँलाई अर्को पार्टमा देखाउँछु। अरू ठाउँ चाहिँ तपाईँहरू टक्क लाइक अरूलाई पनि यो ठाउँमा जान अनुरोध गर्नुहोला। हजुर पनि एक फेरा गएर घुमेर आउनुहोस् होला। यो एकदम रमाइलो रमणीय ठाउँ छ। यसमा एकदम रमाइलो फन धेरै कुरा गर्न सकिन्छ। हजुरहरूको घर परिवार जान चाहन्छु भने पनि जान सक्नुहुन्छ। हजुरहरू स्कुलबाट जान चाहनुहुन्छ भने पनि जान सक्नुहुन्छ। तर यो पोखरा चाहिँ होइन, यो मानस सरोवर ताल हो। यो हेटौडा साइडको हाइड्रो पम्प हो। प्लिज लाइक एन्ड